यहाँ नि कति राम्रो हुन्छ ल्याङलाई दिदी तर नाम चाहिँ ल्याङलाई दिदी राम्रो आएछ हैन यहाँ जहिले आउँछ नि 1 घण्टा खोजेर ननिकालेसम्म उसको चित्त बुझ्दैन के दिदीलाई किन ल्याङलाई दिदी भनेको भन्नु त दिदी तपाईँलाई किन ल्याङलाई दिदी भनेको भन्नु त भन्नु न ओ दिदी भन्नु त किन ल्याङलाई दिदी भनेको तपाईँलाई के भनेको मार्छु हेर्नु मलाई मार्छु अरे हेर्नु यहाँ मार्छु अरे हेर्नु 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 मलाई मार्छु भनेर हेर्नु त दिदी दयामा लाग्दैन अलिकति मेरो दयामा लाग्दैन हेर मार्छु भन्नुहुन्छ अलिक दयामा गर्नु पर्यो नि होइन यहाँ हेर्नु परबाट हेर्नु मलाई गाली गर्छ नि दिदीले म चाहिँ लुकेर भिडियो बनाउँदैछु यहीँ हाम्रो ग्याङै हुनुहुन्छ यहाँ हाम्रो भाइ चाहिँ यहाँबाट हेरिरहेको छ नि होइन अनि हामी चाहिँ त्यही गुदाममा लुकिरहेको छौँ हामी साउजी हुनु न त लुकेर बसिरहेको एकछिन काम गर्नु पर्दैन लुको भने दिदी तपाईँलाई के निकाल्नु भन्नुभयो दिदी तपाईँलाई के निकाल्नु भन्नु भाल र के भन्नुभयो भाले अनि के हाम्रो अङ्कल चाहिँ होइन इटै गार्डनको अनर हुन्छ होइन सामान चाहिँ सबै यहीँबाट लानुहुन्छ होइन हाम्रो अङ्कल यहाँ हुनुहुन्छ कस्तो लाग्छ सस्तोमा राम्रो सामान छ हरेक सामानमा 10% लेस गरेर बेचिरहेछ होइन तपाईहरु आउनुस् सुलभमा आउनुस् म चाहिँ प्राय इटरी गार्डनको होटलको सामान सबै यहाँबाट लिएर जान्छु आउनुस् एकचोटि भिजिट गर्नुस् पशुपति ठ्याक्कै पशुपति मन्दिरको बिजुली अफिस जाने बाटोमा छ तपाईहरु नभुल्नु होला ल सबैजना यहाँ आउनु है हाम्रो दोकानमा चाहिँ होइन होलसेल हाम्रो यही हो होइन सामान चाहिँ एकदम सस्तोमा पाउनुहुन्छ होइन उहाँले सामान लग्नुहोस् यही हो पुरानो जिम्मा चाहिँ मेरो पुऱ्याइदिने जिम्मा स्कुटी चाहिँ आएकै हो पेट्रोल पनि खर्च आएकै हुन्छ होइन स्कुटी पनि यहाँ छ पुऱ्याइदिने जिम्मा चाहिँ मेरो जाँदैछु डेलिभरी गर्न अङ्कलको स्कुटी पेट्रोल पनि अङ्कलकै होइन यहीँ सामान चाहिँ लाँदैछु भित्र होइन हाम्रो इटरी गार्डन भनेको यही हो इटरी गार्डन सामानमा डेलिभरी गर्दैछु सामान चाहिँ सबै यहीँबाट हाम्रो लानुहुन्छ होइन उहाँहरूले पक्नु गेट पनि बन्द छ गेट पनि आफै खोल्नुपर्छ होइन ल हाम्रो इटरी गार्डन हेर्नु है यही नै हो होइन कसैलाई बर्थडे पार्टी केही गर्नु पऱ्यो भने सम्झिनु हाम्रो अनर चाहिँ यहाँ पनि हुन्छ साउनी अनि म गएँ ल गाइस आज यहाँ कोक पार्टी हामी चाहिँ यहाँ तिनजना चाहिँ कोक खाँदैछौँ होइन कोक खान तपाईँको तरिका हेर्नु ल कस्तो दामी तरिका अत्यधिक मात्रामा गर्मी भएकोले कारण हजुर पाल्टो छ भाइ 3 कार्टुन छ 3 कार्टुन ल यहाँ हेर्नु है हाम्रो कोक खाने तरिका है यहाँ स्पेस पनि हाल्नु गाइस हेर्नु है कोक खाने त बबल तरिका हो क्या चाहिँ उयो खा हेर्नु हाल्नु न अहिले नै यस्तो तरिका बिग्रिसक्यो यार ल लै त सुरु हाल्नु तरिका यहाँ हेर्नु थोरै बिर्यानी हाल्ने कोकमा यति खाए चाहिँ ग्यास्ट्रिक सब जान्छ यसले भुँडी दुखाइ पेट निको के अरे यहाँ हेर्नु हान्नु गइसक्यो सबै गइसक्यो मेरो पालो मेरो पालो हाल्नु मेरो हाल्नु न हल्का हाल्नु न ओइ गयो उम्लिसक्यो आज दाइ मार्ने भयो आज गोली हान्नु बिस्किँदैन नि के बिस्किँदैन है हामीलाई कस्तो आनन्द भइहाल्यो गर्मी शीतल भन्यो दाइ ल धेरै शीतल भयो अनि पार्टी दिने चाहिँ हाम्रो यी दाइ हो नि यिनले खुवाएको आज कोक हामीलाई होइन यहाँ हामी काम गर्दा गएर पुरै पसिने भएको थियौँ मान्छे दाइले चाहिँ लक्कडा खाऊ भनेर दिनुभयो आज पैसा दिनुभयो अनि टक्क हामी चाहिँ चिसोको खाएको थियौँ हेलो पुष्प दाइ लाग्यो बाई बाई गलियो आज त राम मान्छे थोरै छैन गाइस एउटा नयाँ कुरा हेर्नुहुन्छ मैले चाहिँ फर्स्ट टाइम सुनेको है गुराँसको फुलको रक्सी अरे यो चाहिँ तर साथीको माइजूले ल्याएर दिनुभएको यो खायो भने चाहिँ जीवन दुखेको सब निको हुन्छ अरे सुनेको त्यो खाइदिनु पर्यो भनेको अब हेरौँ खाइदिनुपर्छ चाखिदिनु पर्यो कस्तो रहेछ ल लास्टै टर्रो हुँदो रहेछ काम छैन के खान्छ होला मान्छेले हुन त मलाई खानु मन थिएन मान्छे चाहिँ यो खानु जिवा दुखेको सब निको हुन्छ अरे क्या टर्रो हुँदो रहेछ पुरै टर्रो छ